हेलो गाइज, यति बेला चाहिँ मैले 8 किलोमिटर रनिङ गरेर आइसकेको छु र अनि निकै गर्मी छ एकदम। र अनि एउटा कुरो के भन्न चाहन्छु भने जसले आफ्नो कोच बिना आफैले सेल्फ ट्रेनिङ गरिराख्नु भएको छ रनिङको लागि, उनीहरूको लागि चाहिँ एउटा कुरो के भन्न चाहन्छु भने यति बेला यो गर्मीको सिजनमा चाहिँ अत्यन्त गर्मीको सिजन छ। यो सिजनमा चाहिँ तपाईँहरूले आफ्नो ट्रेनिङको इन्टेन्सिटी र भोल्युमलाई अलिकति कम गर्नु होला। किनकि यो यति धेरै गर्मीमा इन्टेन्स वर्कआउट गर्नु भनेको चाहिँ पछि आफ्नो आउने पर्फर्मेन्सहरूलाई धेरै ह्याम्पर गर्छ, आफ्नो शरीरलाई पनि असर गर्छ। त्यही भएर यति बेला चाहिँ आफ्नो प्रोग्रेसको लागि भन्दा पनि फिटनेस र आफ्नो रिकभरीको लागि आफ्नो ध्यान दिनु होला। अनि र अहिले यति बेला चाहिँ आफ्नो शरीरलाई डिहाइड्रेसनबाट चाहिँ बचाउनु होला है, निकै गर्मी छ, त्यही भन्न चाहन्छु।